हेलो गाइस, गुड मर्निङ। तपाईँहरू सबैजनालाई फर्स्ट अफ अल ह्याप्पी होली है। र अहिले चाहिँ भने म माइजोरकोमा छु र आजको दिन भने एकदम घमाइलो भएको छ है। र आज चाहिँ भने मेरो नुहाउनु लुगा धुनु पुरा काम छ हो। यहाँ चाहिँ हाम्रो सेरू पनि नुहाएर चाहिँ मजाले घाम तापिरहेछ होइन। म चाहिँ अहिले चाहिँ यहाँ चाहिँ नुहाइधुवाइ गरिसकेर चाहिँ कुच्चो बुन्दैछु होइन। लाइट नै छैन नि त, फोनमा पनि त्यस्तो चार्जै थिएन, अन्त अल्छी लागेर चाहिँ कुच्चो बुन्दैछु। त्यस्तो दामी त आउँदैन तर पनि ट्राई गरेको है। मेरो कुच्चो भने चाहिँ यत्तिको चाहिँ भएको छ होइन, यस्तो दामी भएको छैन। मैले चाहिँ 2-3वटा कुच्चो बुनिदिइराखेँ यहाँ माइजोरकोमा होइन। अन्त टाइम पाएको बेलामा चाहिँ यसो प्र्याक्टिस गरेको नि त। यहाँ हेर्नुहोस् गाइज, हाम्रो माइजोरकोमा यस्तो दामी फुल छ कि अर्किड चाहिँ यस्तो दामी फुलिरहेको रहेछ होइन माइजोरकोमा चाहिँ। यति मजा। यहाँ अरू पनि निकै फुलहरू रहेछ होइन, म तपाईँलाई देखाउँछु ल। अन्त अहिले चाहिँ भने म चटपटी बनाउन लाग्दैछु है। र मलाई चाहिँ यहाँ मेरो बहिनीले पनि सघाउँदैछ, दृष्टि बहिनीले। र त्यसको लागि चाहिँ यहाँ प्याज, टमाटर, खोर्सानीहरू चाहिँ सबै रेडी भइसकेको छ होइन। खोर्सानी चाहिँ मैले कम्ती कम्ती काटेँ नि त कि बेसी पिरो हुन्छ भनेर, अन्त चाहिँ कम्ती कम्ती काटेको, त्यही भएर चाहिँ। र अब चाहिँ हामी चटपटी बनाउन लाग्दैछौँ र यहाँ चाहिँ हाम्रो छ वाइ र यसमै सबै मिक्स गरेर चाहिँ हामी चाहिँ चटपटी बनाउँदैछौँ। र त्यसको साथसाथै मैले चाहिँ यहाँ चिया पनि बनाएँ है, दुधको चिया चटपटीसँग खानुको लागि होइन। र हाम्रो अब चाहिँ चटपटी पनि रेडी भइसकेको छ होइन। अब चाहिँ हामी चटपटी खान्छौँ। र यतिमै मेरो यो आजको ब्लगलाई पनि यहीँ एन्ड गर्न चाहन्छु। बाई बाई, सी यु इन द नेक्स्ट ब्लग।